मच्छीमारी नमस्कार। मच्छीनारायणको मेला लागि सुरु भइरहेछ। एउटा कुरा के भनेदेखि यो कहाँ पर्छ भन्नेमा हिम्मत खण्ड अनुसार पशुपतिको 64 लिङ्ग मध्ये गोलोकेश्वरबाट 200 धनु दक्षिणपट्टि पर्छ भन्ने छ। 200 धनु है, र त्यो बेलाको नापको धनुले नापेको छ। अनि अर्को एउटा कुरा, त्यो यहाँ माथि भस्मासुर भन्ने डाँडो छ र विष्णुले एउटा चाहिँ म त सम्बडीले महादेवलाई चाहिँ तपस्या गर्दा महादेवले तथास्तु भनेछन् र उसले के वरदान पाएछ भने हामीले जे भस्म होइन जे सुन्दाखेरि भस्म हुन्छ मलाई त्यो पाऊँ भन्दाखेरि तथास्तु भनेछन् महादेवले। अनि उसले चाहिँ नि त्यही महादेवलाई टाउकोमा राख्नलाई र भस्म गर्न खोजेछ। जसबाट पावर पायो त्यसैले नै खत्तम गर्न खोजेछ। र त्यस भएर अनि त्यो महादेव अब उसको टाउकोमा राखिरहेछ, डुल्दै डुल्दै आएछन् होइन, आल्दै के अरे भाग्दै आए। अनि विष्णुले तत्कालीन सप्तपुरको विष्णुले उसलाई छलेर किन दर्शन गर्न आएको, के यहाँ किन को भन्न आएको भन्दाखेरि मैले जाने वर पाएँ। अनि टेस्ट गर्न खोज्दाखेरि आयो भने आफ्नै खुट्टामा आफ्नै टाउकोमा हात राखेर हेर त भन्दाखेरि उसले आफ्नो टाउकोमा राखेर ऊ भस्म हेर्छ। त्यो भस्मासुर माथि रहेको छ अनि माथि रहेको छ। र त्यसै एउटा कुरा। अनि अर्को कुरा के भनेदेखि यो ठाउँमा गोपालीहरूको बस्ती सुरुमा गाई वंश गाई पाल्ने गोपालीहरूको वंश। त्यो बेलामा राजा चाहिँ नि दर्शन गर्न आएछ। राजा दर्शन गर्न आउँदाखेरि गोपालीहरूले हुन्न, त्यो छेत्री वंशको हो होइन, हुन्न दर्शन गर्न हुन्न तपाईँहरूले भनेर डलेठा सलेठा लिएर चाहिँ उसका हात्तीहरूलाई साइड लगाइदिएछन्। अनि त्यहाँबाट महादेवले के अरे राजाले यो ठाउँमा कुन कुन बस्छ भन्दा गोपाली बस्छन्। त्यसो भए यहाँ समावेशी गर्नु पऱ्यो भनेर मानन्दर, श्रेष्ठ, ज्यापु होइन, साई यस्ता यस्ता 7 थरलाई यहाँ सेटअप गराएर त्यो बेलामा राजाले समावेशी रूपमा यो गाउँलाई सेट गरेछन्। यसको नाम मत्स्य प्रथम अवतार मत्स्य रूप धारण भएकोले होइन मत्स्यनारायण दर्शनको र अङ्ग्रेजीमा लिप इयर भन्छ होइन। र यो पुष्य मासमा यो मेला लाग्छ। यहाँको एउटा पानी चाहिँ के भनेदेखि हिउँदमा असाध्यै पानी हुन्छ। यहाँबाट सिँचाइ गर्दा किर्तिपुर साइडसँग पनि सिँचाइ गर्नलाई गाउँ खेतमा सिँचाइ गर्न हामीले नै गरेको होइन। मेरो घर यही नै हो। र अहिले चाहिँ नि बर्खामा चाहिँ नि यहाँ कमिला लाग्ने गरेर सुक्छ। र हाल चाहिँ यो पानी यहाँ पलाएको होइन, यो ट्युबवेलबाट हालेको हो। र हिउँदमा चाहिँ नि यहाँ पानी पलाउँछ। अचम्म यो हिउँदमा मात्रै पानी पलाउँछ यहाँ होइन। र यो भन्न खोजेको के भने र भगवान्को शक्ति पाएपछि उसैलाई नै खत्तम, जसबाट अधिकार पायो, जसले गुण लायो होइन, उसैलाई नै खत्तम गर्ने कल्चर छ। उदाहरणको लागि हाम्रो नेपालमा एउटा धार्मिक कल्चर छ। र यहीँकै चाहिँ नि म त नाम त नभनौँ, त्यो 47 पछि जुन गभर्मेन्टले पावर पायो त्यसले नै राजालाई रिजेक्ट गरेर होइन, राजालाई चाहिँ नि भस्म गर्न खोज्दाखेरि अहिले यस्तो बेहाल भएको छ। अब चाहिँ नि अहिलेको प्राइम मिनिस्टरले र चाहिँ यो चाहिँ नि त्यो भस्मासुरलाई मिसगाइड गरेर होइन राजा पुनर्स्थापना गर्न सक्यो भनेदेखि यो मेलाको मच्छीनारायण मेलाको एउटा आध्यात्मिक कुराको र हाम्रो देशको एउटा राम्रो सिस्टम बस्छ। किन सचेतना बढिया छ र हाम्रो आध्यात्मिक दृष्टिकोणले भौतिकमा हामी कमजोर होला, तर हामी अब आध्यात्मिक दृष्टिकोणले हाम्रो मच्छीनारायणको मेला अत्यन्त महत्त्वपूर्ण छ। सबैजना यहाँ आउने होइन। म ढोरो बस्नेत समाज सद्भाव राष्ट्रिय एकता अभियान नेपालको एउटा संयोजकको हैसियतले भन्छु। यहीँबाटै गोपालीहरूकै भसिन्छ गोपालीबाट 74मा भँगेरा संरक्षणको लागि उहाँले मलाई गाइड गर्नुभएको थियो। र मैले त्यही बेलामा यसै गरेर चाहिँ म त घर भँगेरा संरक्षणको लागि अभियान गरेका थिएँ। अहिले घर भँगेरा निकै बढेको छ र काहीँ नभएको चलन नेपालमा
चाइनामा नभएको इन्डियामा नभएको चलन हामी कहाँ चाहिँ चखु पा बनाउने जुन नेवारहरूमा कल्चर थियो अहिले त्यो विस्थापित भयो होइन र मान्छे पशुपन्छी अन्नपातको पनि त्यसले प्रोटेक्सन गर्छ किराहरू खाइदिन्छ त्यस्तो राम्रो चलनलाई पुनर्स्थापना गर्नलाई सबैलाई भँगेरा संरक्षण पनि मैले 74बाट गरेको सफल भएकोले तपाईँहरू आफ्नो घरमा भँगेरा संरक्षण गरेर वातावरणलाई शुद्ध गरिदिनलाई एकदम राम्रो काम गरिदिनु होला म सबैलाई अनुरोध गरेँ है। धन्यवाद।